ल साथीहरू, आज हामीले इकोनोमिक्स फिक्स क्वेसन एसई 2082 गर्नु छ। हेर्नुहोस् त, क्लास 10 को अब हजुरहरूको फुल मार्क भनेको साथीहरू 75 हो। अब पास मार्क हुनलाई साथीहरू 27 ले इजिली पास हुनुहुन्छ। साथीहरू यो भिडियो हेरेर साथीहरू योमा मैले जे जे भन्छु नि त्यति मात्र पढ्नु भने साथीहरू मिनिमम बुझ्नु भने मिनिमम 65 प्लस आउँछ कि बुझ्नु 65 मिनिमम साथीहरू, त्यसै भनेको होइन साथीहरू, यति मात्र पढ्नु भएन। अब हामीले के पढ्नुपर्छ सन्द सुरुमा हजुरले सिलेबस बुझ्नुहोस् है। क्वेसन नम्बर 1 मा के आउँछ, 12 मा के आउँछ, लङ क्वेसन के आउँछ, सन्द सुरुमा सिलेबस बुझ्नुहोस्। ल हामी हेर्नुहोस् त, सन्द सुरुमा साथीहरू मैले पेन अन गर्छु। ल हेर्नुहोस् त, हजुरले पढ्न पर्ने साथीहरू 10 वटा युनिट छन्, बुझ्नुहुन्छ नि। हजुरले पढ्न पर्ने साथीहरू 10 वटा युनिट हो। अब हामीलाई कसरी क्वेसन प्याटर्न आउँछ भन्दाखेरि एउटा भनेको भेरी सर्ट क्वेसन भनेको 1 मार्क्सको हुन्छ, सर्ट क्वेसन भनेको साथीहरू 5 मार्क्सको हुन्छ, लङ क्वेसन भनेको 8 मार्क्सको हुन्छ। अब बुझ्नुहोस् है कहाँ कहाँबाट आउँछन् यिनीहरू भनेर बुझ्नुहोस् सन्दर्शनमा। हेर्नुहोस् त, अब युनिट 1 बाट साथीहरू दुईवटा भेरी सर्ट क्वेसन एउटा सर्ट क्वेसन गरेर 7 मार्क्सको आउँछ। मैले बताउँछु, यसपछि बताउँछु है, सन्देश सिलेबस बुझ्नुहोस् के पढ्ने भनेर। त्यसपछि हेर्नुहोस् त, युनिट 2 बाट साथीहरू भेरी सर्ट क्वेसन र सर्ट क्वेसन गरेर 6 मार्क्स। त्यसपछि युनिट 3 बाट भेरी सर्ट क्वेसन एउटा सर्ट क्वेसन एउटा, यसबाट पनि 6 भइहाल्यो। अब एकदम इम्पोर्टेन्ट भनेको फेरि कुन भन्दाखेरि साथीहरू युनिट 4, यसबाट साथीहरू दुईवटा भेरी सर्ट क्वेसन एउटा फेरि लङ क्वेसन। हेर्नुहोस् त 10 मार्क्स आयो यसबाट, 10 मार्क्स। तर युनिट 5 बाट भेरी सर्ट र लङ गरेर 9 मार्क्स। त्यसपछि युनिट 6 बाट एउटा भेरी सर्ट क्वेसन एउटा सर्ट क्वेसन गरेर 6 मार्क्स। त्यसपछि युनिट 7 बाट हेर्नुहोस् त, युनिट 7 बाट दुईवटा भेरी सर्ट क्वेसन एउटा फेरि सर्ट क्वेसन है साथीहरू, एउटा चाहिँ यहाँ सर्ट क्वेसन छुटेछ क्या, एउटा सर्ट क्वेसन हेर्नुहोस् कति आउने 7 मार्क्स आउने हो। त्यसपछि युनिट यो युनिट 7 है साथीहरू, यहाँ डबल भएको हुन्छ क्या। ल रुक्नुहोस्, हेर्नुहोस् त, यो डबल है, यो 1 मा आउने नि यसरी, यसमा नजुकिनुहोस्, यो होइन। ल यस्तो ग्यापमा आयो कि, ल बुझ्नुहुन्छ नि। अब हेर्नुहोस्, अब युनिट 8 बाट साथीहरू एउटा साथीहरू सर्ट क्वेसन मात्र आउँछ कि यसमा साथीहरू, हजुरले भेरी सर्टलाई पनि प्रिपेयर गर्न केहीलाई प्रिपेयर गर्न पर्ने एउटा सर्ट क्वेसन। 9 बाट साथीहरू दुईवटा पर्छ है हजुरलाई सर्ट क्वेसन, यता यसबाट भेरी सर्ट पनि पर्दैन लङ पनि पर्दैन। एउटा हजुरलाई साथीहरू यो पाई चार्ट हिस्टोग्रामबाट सोधिदिन्छ, एउटा थ्योरी पर्छ कि क्वेसन नम्बर 18 र 19 मा आउँछ। अब युनिट 10 बाट भनेको एउटा लङ क्वेसन थियो, उसवाला हाम्रो इन्डेक्स नम्बरवाला 8 मार्क्समा पर्ने। अब हेर्नुहोस् त, 1 मार्क्सका 11 × 1 गरेर 11 भइहाल्यो साथीहरू। 8 मार्क्सको 5 मार्क्सको साथीहरू 8 वटा आउँछ, 40 भयो। त्यहाँबाट 8 मार्क्स फेरि 3टा 24, त्यसपछि 75। यसमा साथीहरू मैले 1 मार्क्सको बताइदिन्न हजुरलाई, यो सर्ट क्वेसन र लङ क्वेसन र क्वेसन नम्बर 12 बाट आउने हो सर्ट क्वेसन। तर लङ क्वेसन फेरि 20 देखि 21, यो मैले सबै बताइदिन्छु, जुन यति मात्र पढे इनफ हुन्छ कि हजुरलाई। अब हामी लाग्यौँ है साथीहरू, हेर्नुहोस् त कन्टेन्टमा लागौँ अब। हेर्नुहोस् त, सन्द सुरुमा हामीले भनेको साथीहरू मैले के भने साथीहरू भेरी सर्ट क्वेसन भनेको 1 देखि 11 आउने हो, त्यो भनेको हजुरले बुकैबाट पढ्नु हो। मैले भनेको साथीहरू क्वेसन नम्बर 12 देखि 19 मा सर्ट क्वेसन, 20 देखि 22 मा आउने छ्याक्क बताइन्छ हजुरलाई कुन कुन इम्पोर्टेन्ट छ। अब क्वेसन नम्बर 12 मा हेर्नुहोस्, क्वेसन नम्बर 12 मा के आउँछ भन्दाखेरि युनिट 1 बाट आउने हो, 5 मार्क्समा पर्ने हो। अब हजुरलाई के आउँछ भन्दाखेरि टेबल, यसरी टेबल दिन्छ। तर हजुरले यसरी यो टेबलमा ग्याप भर्नुहुन्छ, फिल गर्नुहुन्छ, यसको 2 मार्क्स हुन्छ, बुझ्नुहुन्छ नि। यो फिल गरेको 2 मार्क्स, त्यसपछि ड्र गरेको यसको चित्र गराएको फेरि 3 गरेर 2 + 3 5 मार्क्स हुन्छ। हेर्नुहोस् त, कि हजुरलाई टिएफसीवाला दिन्छ कि यो टिसी। अब यसको सट्टा यो टिसीको ठाउँमा यता पहिला हेर्नुहोस् त, यो फिक्स हल्का कन्सेप्ट बुझौँ न। यो फिक्स कस्ट भन्ने के हुन्छ भने साथीहरू फिक्स, यो टोटल फिक्स कस्ट भनेको सेम के जम्मै 120 हुन्छ। अब टिबिसीको फर्मुला के भन्नुहोस् त, टिएफसी प्लस टिबिसी जोड्दै लेख्नुहोस्। हेर्नुहोस् त, 120 + 0 गर्दा कति हुन्छ भन्नुहोस् त, यहाँ चाहिँ 120 जाउने भयो। अब हेर्नुहोस् त, यहाँ चाहिँ यो त सेमै हुन्छ नि, 120 + 80 60 साथीहरू 180। अब यस्तै गरी साथीहरू यो टेबल भर्नुहुन्छ। तर हजुरले कुन कुन गराउनु पर्छ, यो टिएफसी र टिबिसीको गराउ भन्छ है चित्र। कस्तो भन्छ भन्दा चित्र साथीहरू, यो हाम्रो यो टिएफसी भनेको फिक्स्ड हुन्छ, सिधा हुन्छ। तर यो टिबिसी भनेको हाम्रो फ्लक्चुएट हुन्छ, यस्तो यस्तो गर्दै जान्छ के, बुझ्नुहुन्छ नि। यसरी गराउनुहोस्, यो भनेको फिक्सै जस्तै यो। अब अर्को फेरि यसको टिएफसीको सट्टा कहिले कसो टिसी पनि राखिदिन सक्छ, नजुक्किनुलाई टिसी राखे पनि सेम के। हेर्नुहोस् त, एसी निकाल्न पर्यो भने के गर्नुहुन्छ गरे, एसी निकाल्नको लागि साथीहरू
टिसी डिभाइडेड बाई क्यू के हेर्नुहोस् टिसी डिभाइडेड बाई क्यू हेर्नुहोस् 10 डिभाइडेड 1 के दिनु भयो यहाँ 10 हुने भयो 18 डिभाइडेड 2 गर्दाखेरि 9 हुने भयो यसरी डिभाइड गर्दै लेख्नुहुन्छ अब एमसी निकाल्न पनि एकदम सजिलो हेर्नुहोस् मैले क्लियर गर्छु हजुरलाई एमसी निकाल्न नि एकदम सजिलो हो एमसी निकाल्नु भनेको यो टिसीमा घटाउँदै जाने के तलबाट माथि हेर्नुहोस् त यदि 0 दिएको भए बार यो पनि बुझ्नुहोस् 0 दिएको केसमा के हुन्छ भन्दाखेरि यो टिसी त लाग्छ टोटल कस्ट लागिरहेको हुन्छ जति दिन्छ त्यति एसी र एमसीको भ्यालु आउँदैन 0 को बेला यसरी ड्यास लेख्नुला 0 पनि लेख्ने होइन कि ड्यास लेख्ने हो धेरै जसले बिगार्नुहुन्छ याछिम 0 लेखिदिनुहुन्छ यही बिग्रिन्छ 0 को दिएको बेलामा बुझ्नुहुन्छ नि ड्यास हुन्छ 9 0 दिएन भने कति हुन्छ गाइस साथीहरु 0 दिएन भने हेर्नुहोस् त 10 को 10 हुन्छ एमसी पनि यहाँ कति हेर्नुहोस् त अब 18 मा 10 घटाउँदा कति हुन्छ भन्नुस् त 18 मा 10 घटाउँदाखेरि साथीहरु 8 हुन्छ त 24 मा उस घटाउँदा 6 यस्तै गरी घटाउँदै आउनुहुन्छ के अब यसको सट्टा कहिले कसो यो टिसी को ठाउँमा टीआर भनिदिन सक्छ है नजुकिन सेम हो यो पनि यो भनेको खर्च यो भनेको आम्दानी हो के सी को ठाउँमा आर भनिदिन्छ कि केही होइन सेम हो यो बेलामा यति के हुन्छ नि सेम ज हो यो बेलामा टीआर निकाल्न पर्ने हुन्छ टीआर निकाल्न के गर्नुहुन्छ भने टीआर को फर्मुला एकदम सजिलो हेर्नुस् त टीआर इजिकल टु है टीआर इजिकल टु प्राइस इन्टु क्वान्टिटी यो गरेर निकाल्नुहुन्छ त्यसपछि त सकियो त जम्मै प्रोसेस त एभरेज निकाल्ने पनि एमसी निकाल्ने प्रोसेस नै सेम हो अब हामी नेक्स्ट हेर्नुस् त अब हामी क्वेशन नम्बर 13 मा आउने गर्छौं क्वेशन नम्बर 13 भन्नुस् क्वेशन नम्बर 13 मा साथीहरु युनिट 2 बाट पर्ने हो 5 मार्क्स को यसमा भनेको यही ज पर्छ ढुक्क होस् नम्बर चेन्ज होला तर यही पर्ने यो डिमान्ड र सप्लाई यो के गर्ने हजुरले यसलाई कर्भ गराउने हो के कसरी इक्वल हुन्छ भनेर मार्केटमा कसरी इक्वल भ्यालु आउँछ त हैन कमोडिटीको कसरी भ्यालु हुन्छ भनेर डिमान्ड र सप्लाई यो 10 को ठाउँमा 25 होला हिसाब यही पर्ने हेर्नुस् त डिमान्ड भनेको के हुन्छ भने यदि प्राइस कम छ भने डिमान्ड हाई हुन्छ सप्लाई फेरि लेस हुन्छ साथीहरु फेरि बिस्तारै के हुन्छ डिमान्ड साथीहरु बिस्तारै घट्दै जान्छ सप्लाई फेरि के हुन्छ साथीहरु बढ्दै जान्छ के बढ्दै जान्छ यसरी बढ्दै खाने जुन साउमा यो हेर्नुस् त छ आयो इक्वल छ नि इक्वल भनेको यो प्राइस 3 हुँदाखेरि के हुन्छ रे डिमान्ड र सप्लाई इक्वल हुँदो रहेछ के अब चित्र पनि गराउने हो फेरि हेर्नुस् त चित्र गराउँदा कति सजिलो छ एक्स एक्सिसमा साथीहरु यो कमोडिटी राख्नुस् त्यसपछि यो वाइ मा के राख्नुहुन्छ डिमान्ड र सप्लाई हेर्नुस् त यदि 1 हुँदाखेरि हेर्नुस् त कमोडिटी 1 हुँदाखेरि के हुँदो रहेछ साथीहरु डिमान्ड भनेको 10 हुन्छ हाम्रो यहाँ सिम गरेर गर्नुभयो 10 त्यसपछि 2 हुँदाखेरि 8 2 हुँदा 8 3 हुँदा 6 4 हुँदा 4 5 हुँदा 2 अब फेरि सप्लाईको हेर्नु सप्लाई फेरि के हुन्छ साथीहरु सप्लाई फेरि बिस्तारै बढ्दै जान्छ 1 हुँदा 2 हुन्छ 2 हुँदा 4 3 हुँदा 6 4 हुँदा 8 5 हुँदा 10 त्यहाँबाट यसरी चित्र जोड्दिने जहाँ सिम काटिने यसैमा इक्विलिब्रियम भयो साथीहरु अब नेक्स्ट हेर्नुस् अब क्वेशन नम्बर 14 को लागि हेर्नुस् त क्वेशन नम्बर 14 मा साथी हजुरलाई युनिट 3 बाट सोध्छ यो थ्योरी वाला हो अब थ्योरी त मलाई फिटिक्कै आउन्न भन्न परेन मैले हजुरलाई साथीहरु क्लास 12 को र हजुरहरुको सेम हो मैले हजुरलाई के भन्छ इन स्क्रिनमा एउटा भिडियो दिन्छु यति हेर्नु होला एकदम सजिलो तरिकाले सिकाएको छु मैले हेर्नुस् त त्यसमा क्लास 12 मात्र हजुरको सेम हो पढ्ने त हजुरले क्लास 11 र 12 मा इको पढ्नुहुन्छ नि D2 कपी पेस्ट छ के हेर्नुस् त अब यसमा पढ्न पर्ने कुन थ्योरी हो भन्दा एउटा भनेको साथी हजुरले यो सबसिस्टेन्स थ्योरी अफ वेजेस ज्यालाको जीवन निर्वाह सिद्धान्त क्लासिकल थ्योरी अफ इन्ट्रेस्ट त्यहाँबाट रिकार्डियन थ्योरी अफ रेन्ट अनसर्टेनिटी बियरिङ थ्योरी अफ प्रॉफिट एकदम इम्पोर्टेन्ट हजुरलाई अझ एकदम इम्पोर्टेन्ट बताइदिनु न भन्दाखेरि एकदम इम्पोर्टेन्ट भनेको आईबी र साथीहरु 1 भनेको एकदम इम्पोर्टेन्ट छ नै यो चारवटा मध्ये एउटा पर्छ हजुरलाई अब हजुरको जुनसुकै पर्छ भने यो चारवटा मध्ये एउटा पर्ने हो के झुक्किन परेन पर्न पर्छ अब नेक्स्टमा जाम साथीहरु ल हेर्नुस् त अब क्वेशन नम्बर 15 को लागि अब क्वेशन नम्बर 15 को लागि साथै हजुरलाई पर्ने भनेको युनिट 6 बाट हो यसमा पनि साथै यति चारवटाबाट एउटा पर्छ हजुरले के पढ्न पर्यो भन्दा इन्डिकेटर अफ इकोनोमिक्स पढ्न पर्यो आर्थिक विकासका सूचक तर क्यारेक्टरिस्टिक्स अफ नेप्लिज इकोनोमी भने पनि भयो इकोनोमी भने सेम के अर्थव्यवस्थाको विशेषताहरू गरे 5 वटा लेख्नुस् है 5 वटा अर्को भनेको जान्न पर्ने भनेको लेविस थ्योरी अफ अनलिमिटेड सप्लाई अफ लेबर अर्को भनेको मार्क्सिस्ट थ्योरी अफ इकोनोमिक डेभलपमेन्ट यति जान्न पर्यो यतिबाट एउटा आउँछ साथीहरु अब हेर्नुस् अब क्वेशन नम्बर 16 मा के आउँछ हेर्नु अब क्वेशन नम्बर 16 मा आउने भनेको साथै हजुरलाई युनिट
7बाट हो। यसमा पनि एकदम सजिलो है, यो पनि त्यस्तो अप्ठ्यारो छैन। हजुरले जान्न पर्ने भनेको इन्टरनेसनल ट्रेडको साथीहरू एडभान्टेज र डिसएडभान्टेज दुइटै जान्न पर्यो। अर्को भनेको फ्री ट्रेडको पनि एडभान्टेज र डिसएडभान्टेज जान्नुहोस्। तर यो प्रोटेक्सन ट्रेड पोलिसी यसको पनि साथीहरू एडभान्टेज डिसएडभान्टेज। अर्को भनेको यो साप्टा र डब्लुटिओको च्यालेन्जेस के हुन्छ नि त, त्यो पनि जान्न पर्यो हजुरले। अर्को भनेको रिकार्डियन थ्योरी अफ इन्टरनेसनल ट्रेड कम्पेरेटिभ थ्योरीवाला छ नि, यो पनि एकदम इम्पोर्टेन्ट छ है, बुझ्नुहुन्छ नि। हेर्नुहोस् त 5 मार्क्सको लागि। अब यसमा हजुरलाई एकदम इम्पोर्टेन्ट के हो भन्दा यो फ्री ट्रेड छ, यसमा एकदम इम्पोर्टेन्ट हजुरलाई फ्री ट्रेड जसमध्ये पनि। अब नेक्स्ट हेर्नुहोस्। अब नेक्स्टमा भनेको साथीहरू युनिट 8बाट कोही हजुरलाई क्वेसन नम्बर 17मा पर्छ 5 मार्क्सको। यसमा पढ्न पनि 3टा मात्र हो, 3टाबाट एउटा सोध्ने हो। सन्द सुरुमा भनेको इम्पोर्टेन्स अफ इकोनोमिक प्लानिङ, आर्थिक विकासको यो आर्थिक योजनाको महत्त्व। तर यो एकदम इम्पोर्टेन्ट छ। यो सेकेन्ड भनेको प्लान फर्मुलेसन स्टेप, कि यसलाई प्रोसेस भने पनि सेम। अब प्लान फर्मुलेसन गर्ने प्रोसेस के हो त अर्को भनेको साथीहरू कम्पोनेन्ट अफ इकोनोमिक प्लान, यो आर्थिक योजनाको अङ्गहरू के हुन्। नेक्स्ट हेर्नुहोस्। अब नेक्स्टमा भनेको युनिट 9 है। युनिट 9 एकदम इम्पोर्टेन्ट छ। किन? यसमा भनेको साथीहरू हामीलाई क्वेसन नम्बर 18 र 9मा आउँछ 20 मार्क्स, यो 20 गरेर साथीहरू 10 मार्क्सको, दुईवटा 5 मार्क्सको पर्छ। 18मा भनेको साथीहरू यो थ्योरी पर्छ, 19मा भनेको हजुरलाई यो चित्रबाट फिगरबाट पर्छ कि। अब यति 3टाबाट पर्छ। हेर्नु सन्द सुरुमा जान्न पर्यो हजुरले फङ्सन अफ स्ट्याटिस्टिक्स हो फङ्सन 5वटा जान्न पर्यो। अर्को भनेको यो मेथड अफ क्लासिफिकेसन अफ डेटाको क्लासिफिकेसन अफ डेटा कति छ भन्नुहोस् त। क्लासिफिकेसन अफ डेटा भनेको साथीहरू सेकेन्डरी र प्राइमरी हो। यसमा पनि हजुरले सेकेन्डरी र प्राइमरीको उस पनि भनिदिन सक्छ, कहिले कसो डिफ्रेन्ट पनि भन्न सक्छ। अब मेथडहरू कुन हो नि त। त्यसपछि तथ्याङ्क र वर्गीकरणको यो त माथि चाहिँ भइहाल्यो। सेन्सस र स्याम्पल लाइनको यो डिफ्रेन्स पनि जान्नु होला है, बुझ्नुहुन्छ नि। डिफ्रेन्स पनि जान्नु होला कि 5वटा जानै पुग्छ कि। यतिबाट एउटा पर्छ हजुरलाई। क्वेसन नम्बर 19मा पर्ने भने के हजुरलाई पाइ चार्ट दिन्छ, कि यो मल्टिपल बार डायग्राम, कि हिस्टोग्राम। एकदम इम्पोर्टेन्ट भनेको यो 1 र 3 हो। अब यो कहिले कसो सब डिभिजन बार डायग्राम पनि दिन सक्छ। अब हामी साथीहरू लङ क्वेसनमा लागि हेर्नुहोस्। लङ क्वेसनमा भनेको साथीहरू क्वेसन नम्बर 20मा हजुरलाई 8 मार्क्समा पर्ने भनेको युनिट 4बाट। अब धेरै साथीलाई थाहा पनि छ यो त। हेर्नुहोस् त कि हजुरलाई कमर्सियल ब्याङ्कको कि सेन्ट्रल ब्याङ्कको फङ्सन दिन्छ कि, कमर्सियल कि सेन्ट्रल ब्याङ्कको फङ्सन। त्यसपछि अर्को इम्पोर्टेन्ट यहाँ चाहिँ पढ्न पनि धेरै छन्, कहिले कसो यताउति पनि गरिन्छ कि। हामीले अब 100% यो दुईवटा आउन भन्न पनि सकिँदैन। कहिले कसो एकदम इम्पोर्टेन्ट भनेको बार्टर सिस्टम पनि छ है। बार्टर सिस्टम र च्यालेन्जेस, वस्तु विनिमय प्रणालीका समस्याहरू के। पहिला पुरानो जमानामा पैसा नहुँदाखेरि त के गर्नु पर्थ्यो, आलु चाहिए यसबार टमाटरसँग साट्न पर्ने, बाख्रा भेडा यसरी साट्न पर्थ्यो नि। अर्को भनेको टाइप्स अफ पेपर मनी के, पेपर मनीका प्रकार। तर इन्सुरेन्सको प्रकार। तर फङ्सन अफ मनी एकदम इम्पोर्टेन्ट भनेको हजुरलाई 1 र 2। अब यिनीहरू पनि हेर्न पर्यो। अब नेक्स्ट हेर्नुहोस् क्वेसन नम्बर 21 को लागि। क्वेसन नम्बर 21 को लागि साथीहरू युनिट 5बाट पर्ने हो। एकदम इम्पोर्टेन्ट भनेको हेर्नुहोस् त यो 1 र 2 छ हजुरलाई एकदम इम्पोर्टेन्ट भनेको। क्लासिफिकेसन अफ पब्लिक एक्सपेन्डिचरको वर्गीकरण गर्ने साथीहरू, कस्तोमा खर्च गर्छ त भनेर। यसमा साथीहरू करेन्ट एक्सपेन्डिचर र साथीहरू करेन्ट एक्सपेन्डिचर, क्यापिटल एक्सपेन्डिचर र साथीहरू फाइनेन्सियल एक्सपेन्डिचर 3 टाइपमा विभाजन गरेको छ। अब यसभित्र करेन्ट एक्सपेन्डिचर भनेको साथीहरू हामीलाई डेली कुनै पनि सरकारी कार्य डेली खर्च डेली चलाउनु लागि दिने स्यालेरी पर्छ यसमा। त्यसपछि इन्ट्रेस्टहरू पर्छ। क्यापिटलमा भनेको साथीहरू किन्नेवाला के, प्लान्ट मेसिनरी किन्ने। त्यसपछि फाइनेन्सियलमा भनेको साथीहरू के पर्छ भन्दा यो रिडहरू पर्छ नि यिनीहरू भनेको। अब यसरी जान्नुभयो। अर्को भनेको हेर्नुहोस् सोर्सेस अफ गभर्मेन्ट रेभिन्यूको सोर्सेस भनेको साथीहरू एउटा ट्याक्स रेभिन्यू, एउटा नन ट्याक्स रेभिन्यू है, बुझ्नुहुन्छ नि। त्यसरी ट्याक्स रेभिन्यूमा के पर्छन्, नन ट्याक्स रेभिन्यूमा के पर्छन्। अर्को भनेको इम्पोर्टेन्ट भनेको यिनीहरू दुईवटा भनेको डाइरेक्ट र इन्डाइरेक्ट ट्याक्सको साथीहरू एडभान्टेज र डिसएडभान्टेज जान्न पर्यो। अर्को भनेको मेजर कम्पोनेन्ट अफ बजेटका अङ्गहरू पनि जान्नुहुन्छ। अब लास्ट हेर्नुहोस् त
अब लास्ट क्वेसन भनेको साथीहरू क्वेसन नम्बर 21 मा भनेको साथीहरू युनिट 10 बाट पर्छ। यसमा भनेको हजुरलाई अर पनि आउँछ है, नजुक्किनुला, अर पनि आउँछ, मैले कुन गर्ने हजुरलाई सिकाउँछु। यसमा एउटा साथीहरू इन्डेक्स नम्बरबाट आउँछ, एउटा भनेको साथीहरू यो मिन, मिडियन, स्ट्यान्डर्ड डेभिएसन आउँछ। हजुरलाई मैले के सजेस्ट गर्छु भन्दा इन्डेक्स नम्बरबाट भर्नु, किन यो चाहिँ एकदम सजिलो हुन्छ। मिन मिडियम त्योभन्दा गराउन पर्छ, त्यो अप्ठ्यारो छ। अब यसमा फेरि फिक्स छ कि हजुरलाई लेस पेयर सोध्छ कि पासेज मेथडबाट इन्डेक्स नम्बर निकाल्न सोध्छ। मलाई त फिटिक्कै आउन भन्न परेन, मैले साथीहरू लास्टमा भिडियो इन्डी स्क्रिनमा दिन्छु, त्यो हेरेर सिक्न पनि सक्नुहुन्छ। हेर्नुहोस् त, यसरी दिन्छ कि हजुरलाई क्वेसन। हेर्नुहोस् त, यसरी गुड्स भन्छ 2026 मा यति थियो गरे प्राइस र क्वान्टिटी, 2028 मा प्राइस र क्वान्टिटी यति। अब यसको कति चेन्ज भयो त निकाल्ने। अब कुनै पनि डाउट छ भने कमेन्ट गर्नु होला है।